ब्राटिस्लाभा नजिकै रहेको यो डेभिन क्यासल जान सक्नुहुन्छ, जसको लागि तपाईँले यो रातो मेसिनबाट €1.20 पर्ने 30 मिनटको लागि एउटा टिकट काट्नुहोस्। युफो टावर ब्रिज तल रहेको बस स्टपको डी सेक्सनमा गएर तपाईँले बस कुर्नुहोस्। बस आउँछ, बस चढ्नुहोस् र तपाईँ सिधै स्ट्रभन्स्का भन्ने स्टेसनमा गएर झर्नुहोस्। त्यहाँ देखाइरहेको हुन्छ डेभिन क्यासल जाने बाटो। डेभिन क्यासलको मेन गेटमा गएर तपाईँले €8 बराबरको एउटा टिकट काट्नुहोस् र अगाडि बढ्नुहोस्। अगाडि बढ्दै जाँदा तपाईँले देख्न सक्नुहुन्छ म्युजियमभित्र गइसकेपछि तपाईँले 18औं-19औं शताब्दीमा सीमा सुरक्षा प्रहरीहरूले प्रयोग गर्ने गरेका हतियारहरू, उपकरणहरूदेखि लिएर त्यस जमानाका विभिन्न किसिमका भाँडाकुँडाहरू, पैसाका सिक्काहरू देख्न सक्नुहुन्छ। माथि बढ्दै जाँदाखेरि तपाईँ अब पुग्नुहुन्छ डेभिन क्यासलको टपमा, जुन ठाउँबाट तपाईँले दानुबे नदीको मनोरम दृश्य देख्न सक्नुहुन्छ भने पारिपट्टि स्लोभाकियाको सुन्दर गाउँ देख्न सक्नुहुनेछ र त्यसको पारिपट्टि अस्ट्रियाको वाइन टर्बाइनको सुन्दर दृश्य हेर्न